हेलो हेलो सेवारो सबैजनालाई मेरो यो छोटो भिडियोमा आज चाहिँ मेरो छोरा र म आज चाहिँ भिडियो गर्न लागेको होइन। म चाहिँ यसो यसो प्याज गोड्न लागेको प्याजमा त धेरै झार उम्रिसकेछ नि त। अनि चाहिँ टन्नै गोडिसकेँ, अघि पनि एक डिल गोडिसकेको। अनि त्यसपछि अहिले चाहिँ फेरि तल्लो डिल गोड्नको लागि टन्नै बाँकी जस्तो झारले छोपिसकेको छ नि त साथीहरू। अन्त यता माथि माथि पनि मैले गोडिसकेको, अब अझै माथिल्लो डिल पनि गोड्नु बाँकी छ नि त प्याज चाहिँ। यहाँ माथि चाहिँ मेरो खलमा छ, अनि त्यस पछाडि यता यता माथि मेरो घर छ। अहिले चाहिँ हामी चाहिँ घरदेखि अलिकति गहिरोतिर छौँ। अब चाहिँ यहाँ गोड्दैछु, यहाँ गोडेर यता माथि माथि पनि छ। यता चाहिँ खोर्सानीको बिउ, धनियाँ, बकुल्ला रहेछ हो। यहाँ बाबु चाहिँ फेरि हो आगो फुक्ने भनेर तम्सेर आगो फुकेको फुलेको छ नि त। यो प्रकारको बोट फुलेको छ है गाइज। यहाँ चाहिँ फल्छ, फलेपछि यो प्रकार फलेपछि पनि होइन। यहाँ तल चाहिँ मेरो आलु छ नि त, तर मैले पात चाहिँ अस्ति नै काटिसकेको। यसलाई चाहिँ खनेकै छुइनँ, ऊ तल चाहिँ खनिसकेको। यस्तो भयो त। अलिक धेरै प्याज गोड्नु बेबी उठाएर, बेबी उठेर दिमाग खराब भएछ। बेबी चाहिँ रुँदै रुँदै बारीमा आएको अरे हो।